morning सबैजनालाई वेलकम ब्याक टु माई ब्लग अगेन आफ्टर अ लङ ग्याप अनि आज चाहिँ हामी जानु लागेको हत्ता विच इज आई डोन्ट नो 2 or 3 ओन्ली माउन्टेन रिजन हो युए को है। त्यहाँमा चाहिँ हामी ड्याम जाने प्लानमा छौँ। सो वी गोना गो डु ए लिटल काइकिङ देयर। अनि यो चाहिँ मेरो स्टोर टिम सँगै हो सिन्स द स्टोर इज क्लोज फर रिनोभेसन। अनि आज चाहिँ धेरै भयो प्लानिङ भइरहेको थियो अनि आज चाहिँ सक्सेसफुल भयो जस्तो छ। अनि टुगेदर विथ इट अमिस माइट जोइन मैले दिदीलाई भनिसकेको छु। सो दिपा दिदी चाहिँ हाम्रो म्यानेजर स्टोरको म्यानेजर। अनि आई डोन्ट नो हामी 5-6 जना जति हुन्छ होला, म्याक्सिमम 8, त्योभन्दा धेरै हुँदैन। सो अहिले चाहिँ हामी यो बर्ड दुबईमा छौँ। वी अल विल मिट इन मदिना। त्यसपछि चाहिँ हामी जान्छौँ आई डोन्ट नो विल टेक अ मेट्रो अर ट्याक्सी, किनकि बस 9 बजेको छ र अहिले चाहिँ अराउन्ड 7:30 भइसक्यो। सो हेर्न सक्नुहुन्छ अर्ली मर्निङ भ्यू बर्ड दुबई। म चाहिँ अब अगाडि देखाउँछु ल। अनि हाम्रो यहाँ रेवान सर अनि हाम्रो एकदम हटा प्लान छ होइन टिमको। अब यता दिदीहरू भेट्छौँ हामीले। त्यसपछि हामी जान्छौँ। एउटा अझै साथी आउँदैछ माथिबाट अनि एउटा चाहिँ युनियन डेराबाट आउँदैछ। सो वी अल विल मिट हियर देन वी विल गो अन आवर वे। सी यू गाइस। हेलो हेलो। यता हाम्रो विजय सर, हमारा सोहेल भाई, वन एंड ओनली नॉन स्पीकिंग मेंबर ऑफ द ग्रुप टुडे। अनि यहाँ हाम्रो रेवान सर, यता हाम्रो सञ्जित दाई, अनि हाम्रो म्यानेजर दिदी दिपा दिदी चिया इन्जोय गर्दै हुनुहुन्छ यहाँ, अनि अमिस। सो हामी टोटल कतिजना भयौँ? आज नाना हुनुहुन्न, वी एक्सपेक्टिङ नाना, तर अब हामी 7 जना जति हुन्छ होला। सो माइट गो नाउ टु दुबई मल। त्यसपछि विल टेक अ मेट्रो। हजुर बरुवेबाट मिल्छ भने यहाँबाट गर्नु सजिलो हुन्छ दिदी, यहीँ पार्किङमा। अनि त्यत्रो पैसा खर्च मात्रै हुन्छ। चाहिँ हाम्रो सरबडिजी मेट्रो स्टेसन। अब हामी जान्छौँ दुबई मल, त्यहाँ गएर सानलाई भेट्छौँ अनि वी विल बी अन आवर वे टु हत्ता। यता हाम्रो मेट्रो कार्ड रिचार्ज प्रोग्राम चल्दैछ। हजुर श्रीवास्ता पनि गएको भए त म सरलाई पनि भन्थेँ श्रीवास्ता र सरको गाडी लिएर जानुहुन्थ्यो नि दुईटा। अन्त हामी हुँदैन है? मैले त्यो सोचिरहेको थिएँ। अनि भएको भए चाहिँ सजिलो हुन्छ। त्यो गर्न मिल्छ होला दिदी दाइ? 69.5। हुन्छ हिसाब गर्नु भन्दा छिटो गर्न यार, हामी 9 बजी पुग्नुपर्छ, 8-4 भइसक्यो। उयोमा जाम या ढिलो हुन्छ। जाम 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 हम चले गए। अभी हम लोग किधर जा रहे हैं सोहेल भाई? अभी हम जा रहे हैं हत्ता। हाँ, स्पीकर उठा के। भाई मैं तुम कैंपिंग का बोले, मैं मजे लेंगे। अहिले नि बिस्किन्छ होला। तैँले मलाई बिहान किन उठाइनस् भन्दै बिस्किन्छ होला। बिहान मैले मलाई कल गरेर के भनिरहेछ भनेको त मलाई किन उठाइनस् रे। ल यो दुबई मल मेट्रो स्टेसन। यहाँ हामीले भेट्छौँ सञ्जित दाई एन्ड स्यान। मलाई उठाइदिनु भन्दैछ नि। त्यसपछि हामी जान्छौँ हप्ताको गाडीमा। अब हामी कता जाने हो? अब हामी यता सञ्जीव दाईलाई भेट्ने। Hey guys, we have a celebrity here, Miss San. अनि हाम्रो रेवान खै सञ्जीव दाई नीचे चलो ए ढिलो हुन्छ यार। जाम 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 टाइम छ। र अब यो चाहिँ हामी दुबई मल मेट्रो स्टेसन। यहाँबाट यु माइट वक 15-20 मिनट्स देन वी विल गो टु दुबई मल ग्रान्ड बस पार्किङ। त्यहाँदेखि विल टेक अ बस। यताबाट दिदी खै। तो गाइस अभी हम लोग आ गए दुबई मॉल अपने नन्हे कदमों से। नन्हे कदमों से अभी हम इतनी मंजिल पार करेंगे। इतनी मंजिल पार करेंगे 15 मिनट हम लोग धुआं निकाल के चलेंगे। थोड़ी देर तो हम यहाँ भी रोएंगे कि कब दुबई मॉल आ जाए। पर सोहेल ने बोला था हमको यूनियन से गाड़ी लेने के लिए, पर फिर भी
नहीं भाई, किसी ने नहीं माना तो हम लोग गरीब अभी जा आदमी रहे की हैं। सुनता कौन है? नहीं सुनेंगे नेक्स्ट टाइम भाई, हम लोग जाएंगे ना जबल जाइस। ओ बस जबल जाइस पार्किंग में वो पूरा स्पीकर लेके आया था, पार्टी करेंगे। कंगारू देख के मैं इसके केस की हो गया मेरा तो। मिसेस बिजी देयर, दिदी पछाडि, त्यसपछि केटाहरू एकदम पछाडि छन्। सञ्जीव वाज सेइङ टु बाई समथिङ। आओ साइड का व्यू दिखा भाई यहाँ से। As you can see, whole downtown from here, Burj Khalifa is there. हामी हिँड्दैछौँ दुबई मल। So here we are now in Lulu supermarket, having our light breakfast since we missed the bus now. It's 9:43. We still have 1 hour 20 minutes. You guys are having a little I don't know, we call it breakfast or lunch, I don't know. Missed the bus, everyone is tired. Lunch, brunch, anything. We ran, we tried so hard, but unfortunately we missed the bus. So This I is don't also know. kind of Let's fun. see, we ordered a coffee here. Our sir barista here. Mulai yata huनुहुन्छ. म्यामलाई बोलाउनु भयो? दाइलाई भन्नुभयो दिदीलाई? So right now we're here in Dubai Mall and we unfortunately missed 9 a.m. bus. So now we are waiting another 30 minutes to catch 11 a.m. bus. At first I was here, I don't know, a year ago, and I thought the parking was on the other side because that's where we used to get the bus. That's Grand Parking, but then unfortunately this changed to the other side, but I didn't know. We actually wanted to take a taxi, but then we ended up taking a metro. Then we planned to take a bus, but it's fine. We missed the bus, but we had our breakfast and lunch, so we're quite full now. So after 30 minutes we'll get the bus, then we will head to Hatta. I'll show you guys around along the way, okay? So guys, this is where you can get the bus to Hatta. So you can see, I don't know if you can see H02, that's where the bus comes to Hatta. It used to come on the other side, but then now from that old parking you go straight from there. There is a zebra crossing there. You cross the street, then you come here. This is the parking now for RTA bus. So if you're coming from Dubai Mall, you follow the Jabil parking, then you cross the street and you come here this side. So this is where we are now. We are 8 of us, so just waiting for the bus. It's 10:53 already, so the bus might come here at any time. So here is bus have just came. It was delayed by 20 minutes. म पछाडि बस्छु ल। अब मिस हामी चाहिँ यहाँ बसमा आइसकेका छौँ। That's it. Guys are all here. सही गरेर पछि। So now we are on the way. अब sleeping time 2 hours. So this is the bus, and from here you can get the free Wi-Fi, and the bus is so comfortable. As you can see, it's sleep, chill. It will be 2 hours journey, so you need to make yourself comfortable. So हामी चाहिँ हत्ता बस स्टेसन आइसकेका छौँ। After 2.5 hours, here we are. Now we have to take a bus to Hatta Dam. The weather is quite clear. दामी छ मौसम चाहिँ अहिले. So I think यही होला हत्ता ड्याम को गाडी यहाँदेखि यस्तै छ यार, यही हो जस्तो लाग्छ के रे। त्यसपछि हामी जान्छौँ हत्ता ड्याम to do a kayaking. Then we will eat something. मलाई त क्या चक्कर लाग्यो भनेको अलिअलि गाडीमा हिँड्नै सक्दैन धेरै. So as you can see behind me, mountain अलिअलि देखिन्छ, बाटोमा देखिन्थ्यो तर यो स्टिकरले गर्दा चाहिँ क्लियर देखेको थिएन. So guys are behind me, अनि so let's see where we can get the bus. I think यही नै हो. त्यो चाहिँ कता गयो? I think यही हो यार रमेश. यही हो दाइ?
कतिमा 25 मिनट अभी यहाँ से ही बस लेनी पड़ेगी तो एभ्री 30 मिनट्स हत्ता ड्यामको गाडी चाहिँ अनि एभ्री 30 मिनट्स 31 मा जान्छ अरे अब हाम्रो विजय सर खतरा सुत्नु भएको थियो यार गाडीमा म कहाँ सुतेँ म गाडीमा 1 मिनेट सुतेन म यार कसम सञ्जित दाइहरू म कहाँ सुतेन 1 मिनेट पनि सुतेन कि म कसम नाटक ओके छ हजुर हामी जाने हत्ताडाम हेर्दा हत्ता ड्याम कति टाइम लाग्छ यहाँबाट पुग्नलाई 15-20 मिनट हिँडेर जानु पर्दैन ठुलो हो यार तिम्रो चाहिँ हाम्रो रुटै थाहा छैन हरायो भने टेन्सन हुन्छ जम्मा फर्किँदा त पर्छ यार है फर्किँदा पर्छ कति हो कि यार टोयलेट जाने पनि कति हो कति गरिकन के गर्ने यस्तो हो केटाहरू हत्ताडामतिर पनि छ होला नि उल्टा ठाउँले छ भन्नै छ अब यो चाहिँ दिस माई थर्ड टाइम भयो म यहाँ आएको अनि फर्स्ट टाइम चाहिँ म अमनहरूसँग आएको थिएँ सेकेन्ड टाइम पनि आई थिङ्क सेकेन्ड टाइम चाहिँ म रितेशसँग आएको थिएँ अनि यो टाइम चाहिँ म स्टोरको टिमसँग सो अलटुगेदर दिस विल बी माई थर्ड टाइम तर एभ्री टाइम आउँदाखेरि चाहिँ अफकोर्स एभ्री न्यू एक्सपिरियन्स अनि तर यो बस स्टपले गर्दा चाहिँ हाम्रो खासमा आई डोन्ट नो हामी चाहिँ ट्याक्सीमै आउने जस्तो अब बर्दुवेबाट चाहिँ ट्याक्सीमै आएर बस स्टेसनमा जाने भनेको थियौँ तर अनफर्चुनेटली हामी मेट्रोमा जाने जस्तो प्लान भयो लास्टमा अब त्यो स्टेसनै चेन्ज भएको रहेछ बाटो पारी गएको रहेछ हामीलाई थाहै थिएन बस स्टप चेन्ज भयो भनेर अनि ढिलो भयो यताउति गर्दै त्यही नि केही छैन वी एन्ड अप कमिङ हियर अहिले चाहिँ लाइक कति भयो 1:30 बज्छ अनि लाइक 2 आवर्स 5-10 मिनटमा पुग्छौँ हामी यहाँ नर्मली अब यहाँदेखि चाहिँ एभ्री 30 मिनट्स हत्ता ड्यामको लागि गाडी छुट्छ सो नाउ द नेक्स्ट बस विल बी 1:30 सो लेट्स सी हाउ इट गोस यो दामी छ है यहाँ चाहिँ कस्तो आई मिन अलिअलि नेपालको भाइब्स दिन्छ कि गाउँहरूको जस्तो सानो भिला छ पाहाडको बिचमा होइन अनि हावा पनि कस्तो फ्रेस आउँछ क्या जति बेला आउँदाखेरि पनि हावा चाहिँ लगाइरहेको हुन्छ र जुन हाम्रो दुबईमा जस्तो टेम्परेचर हुन्छ नि त्योभन्दा अलिकति चिसै हुन्छ यहाँ भनौँ न सो यही हो अहिलेसम्मको अपडेट र अब चाहिँ हामी ड्याम जान्छौँ होला अनि त्यसपछि टाइम भयो भने यता कल्चर भिलेज जाने प्लान छ सो लेट्स सी वहीँ गएर खाम्ला दिदी वहीँ गएर खाम्ला के हुँदैछ सर माउन्टेन ड्यू त्यो 7 अप पो रहेछ एनर्जी अहिले पछि खान्छ ए अन्त भित्र घुस्यो अब चाहिँ 1:30 अलमोस्ट अब हामी जाँदैछौँ हत्ता ड्यामको चाहिँ ठ्याक्कै तल रोक्छ यसले अनि त्यहाँबाट चाहिँ फ्री बस सर्भिस पनि जान्छ माथि ड्यामसम्मै तर हिँडेर गए पनि हुन्छ सो यु हेभ अ choice either you walk from there 5 minutes or you take a free shuttle bus I think it's just behind here I have a banana here just behind this one let's go press गर न तिमीले ठाउँछ म नजिक मेरो हात चिनेको क्या मलाई पर्छ गर्नु यो चाहिँ हत्ता ड्याम अब there's a free shuttle bus from here they are waiting right in front so you have an option either you take a free shuttle bus or you just walk it's not very that far but it's very steep it's inclined you need to climb a little so it might take you around ल
It might take you around, I don't know, 10 minutes more if you decide to walk. But why to walk if you have free shuttle bus, ain't that? Free shuttle bus, yes. So let's go check it out. We're gonna have a good day today. Hiking day. Hiking and kayaking. 2 in 1. So यही छ अहिलेसम्मको यात्रा. अब मेन एडभेन्चर चाहिँ त्यहाँ गएर सुरु हुन्छ. अब यसलाई एक झापट दिएर उठाउनु पर्छ ड्राइभरलाई. ओ उठे सुत्यो. तरलाई आएको क्या हम लोग. मलाई पठाउ भयो. So this is it. This is why we all came here to see this special dam between the mountains. We'll go try the kayaking later after we roam around this area a little. त्यसपछि हामी जान्छौँ and try to dive. तिमी हेऱ्यौ हौ आज मलाई मेरो बाबुको कस्तो माया लागेर आयो भन्छ. तँलाई गाह्रो साह्रो अप्ठ्यारो क्यों कौन दोस्त है ऐसा. पानी के रोटी हुन्छ यार. मन त्यसो लाग्यो रोटेट हुन्छ जस्तो लाग्यो पानी. कति ठुलो क्यामेरा. ल now you can see a whole Hatta vibes from here. अनि this is it. This is the view of whole mountains. I don't know, it just feel unreal. यो कस्तो कस्तो अचम्म खालको छ के हैन. हामी हेर माउन्टेन जस्तो देखिदैन नि हैन. तर जे होस् दामी बनाएको छ यिनीहरूले. टुरिस्ट एट्र्याक्ट गर्नको लागि चाहिँ मान्न पर्छ. फ्री सटल बस कस्तो राम्रो सर्भिस दिइरहेछ हैन. तर आइ एम स्योर आफ्टर लाइक आई डोन्ट नो 1 or 2 year यो सब यिनीहरूले हटाउँछ क्या. पछि सब चार्ज दिन्छ तलदेखि माथि आएको पनि. अहिले त प्रमोट गर्न मात्रै हो. तर कस्तो कोहीले एक्सपेक्टै गरेको छैन होला कि यस्तो ठाउँ पनि यस्तो टर्नआउट भएर यस्तो हुन्छ भन्ने है. त्यही त राति झन् क्या अझै यहाँ चाहिँ हत्ता फेस्टिभल हुन्छ क्या अमिस. यस्तो दामी हुन्छ त्यति बेला. कायाकिङ कम्पिटिसन हुन्छ. के हो यस्तो वे टनलदेखि खै हामी उता गएको थियौँ. हामी कायाकिङ गर्दै पछाडि गएको थियौँ. अहिले त्यहाँ पानी यस्तो दामी चिसो हावा आउँछ क्या तल. कहाँसम्म हुन्छ एन्डिङ कुनामा. उता पछाडिसम्म सम्झ. अनि एउटा त्यहाँ त्यो बस्छ क्या लाइफ गार्डहरू जस्तो बसिरहेको हुन्छ कि. सानो सानो स्टेसन हुन्छ कि यिनीहरूको रेस्क्युको लागि. सो अब चाहिँ हामी जानु लागेको कायाकिङ. वी आर सो एक्साइटेड. को कोलाई आउँछ यहाँ स्विमिङ गर्नु. मलाई त आउँछ. स्विमिङ नआए पनि केही पनि हुँदैन. दे विल गिभ लाइफ ज्याकेट दिन्छ. अनि त्यहाँ रेस्क्यु टिम चाहिँ 24/7 त थाहा छैन मलाई. तर टाइममा घुमिरहेको हुन्छ. सो देयर इज अ सर्टेन स्टेसन स्टेप अलिकति डिस्टेन्समा चाहिँ बसिरहेको हुन्छ तिनीहरू यो रेस्क्यु टिमहरू चाहिँ. सो यत्रो ठुलो चाहिँ छैन तर एकदम ब्युटिफुल छ. हामी पानीमा गइसकेपछि अलिकति फ्रेस एयर अनि चिसोले दामी मजा आउँछ क्या. सो इफ यु गाइज आर वाचिङ दिस यु सुड कम एन्ड भिजिट वन्स एट लिस्ट. हो कि नै दामी. सो आई थिङ्क इट कस्ट आई डोन्ट नो लास्ट टाइम वी केम हियर सिङ्गल कायाकिङ कस्ट 60 dirham. नाउ अब हेरौँ कति भएछ प्राइस. टोटल 200 dirham. 200 dirham टोटल कस्ट होला ट्रिपको. लेट्स सी कस्तो हुन्छ है. यहाँ छन् सबैजना यहाँ छन्. हियर वी हेभ अ सेकेन्ड नन नेपाली स्पिकर मिस स्यान. फर्स्ट त्यो के सोहेल. जाउँ
हाम्रो रेवान सर चाहिँ कतिको एक्साइटेड हुनुहुन्छ सर? आम्बो सुपर एक्साइटेड अरूभन्दा पनि मनिषसँग डुल्नु चाहिँ मलाई हेभी इच्छा लागिरहेको म त फेरि भस्म डुल्ने मान्छे हो नि त यो मान्छे फेरि त्यही भएर चाहिँ हामी चाहिँ भाइ चाहिँ हल्का काइकिङ गर्न जाँदैछौँ अन्त ऊ डुब्यो भने मैले अझै डुबाइदिन्छु है। मलाई बबाल खेलिदिन्छु म पौडी कसरी भन्दाखेरि चाहिँ डुबिलाग्ने यस्तो गर्न सक्छु कि म चाहिँ के भएको भन्दाखेरि चाहिँ सानोमा चाहिँ म अलमोस्ट मरेको क्या पानीमा चाहिँ त्यही भएर चाहिँ त्यस्तो फोबिया त छैन र म खेलिदिन्छु म मरि चाहिँ हाल्दिनँ म खतरा भयो नि त्यो तर एक न एक चाहिँ नडुबेसम्म चाहिँ सिकिँदैन रे क्या यस्तो हुनुपर्छ भन्छन् तर लेट्स सी है अब चाहिँ हामी जान्छौँ लेट्स गो गेट द टिकट वी माइट टेक आई डोन्ट नो हाउ मेनी सिङ्गल्स हाउ मेनी डबल जसलाई स्विमिङ आउँछ नि त्यो चाहिँ डबल लिँदाखेरि अलिकति सजिलो हुन्छ जस्तो लाग्यो सिङ्गलै खेलिदिने सिङ्गल हाल्दिने सेफ्टी हुन्छ लाइफ ज्याकेट नि हजुर ओके सिङ्गलको 60 किन अलिक कहाँ त्यस्तो हुन्छ सिङ्गल 60 डबल चाहिँ 120 मजा आउँछ नि गएर आउनु त हामी कुर्छौँ यही गाडीमा जानु गाडीमा गएर आउनु को जाने हो हामी यता केही खाँदै गरौँ है म पनि जाने हो क्या सो गाइज आई प्लान टु गो टु वासरुम हामी चाहिँ एकछिन वेट गर्छौँ होला अब केही खाँदै गरौँ किन वासरुम गरेर आउँछ तिमी नजाने न म जान्न तिमी नजाने है डान्स गर्दै गरे सपनीमा आउँछौ तिमी सजिलो So we have ordered some foods. We're gonna eat until we wait them. Once they come back, we will book the kayak. Then we will go. So sir, you can find this small restaurant, cafeteria here. So don't worry about the food. हेलपुरी हेऱ्यो नि त Indian हो Indian त Bombay बेल हेर न Bombay. अहिले चिसो भयो फेरि गरम भयो यार तर यो विकेन्डमा चाहिँ लास्ट बिजी हुन्छ यार स्याटरडे सन्डे त फेरि यो बस्नु पाउँदैन मलाई We have got our food. चिकन पर्यो त्यो चाहिँ वडा पाउ वडा पाउ कहाँ गयो तिनीहरू सो वी हेभ गट आवर फुड हियर त्यस्तो रहेछ तर त्यो खालि छैन रहेछ के अरे यो समोसै छैन क्या यसमा त कहाँ गयो केटाहरू सिगरेट खानुपर्छ हौ कति सानो हो यार नि हेर न हेर न भेरी स्मल भेजन चिज भनेको मैले खै क्या आएन को मैं डस्टबिन त आयो टुरिस्ट प्लेसतिर ठगेको जस्तो लाग्छ मलाई लास्ट ठगेको जस्तो लाग्छ टुरिस्ट प्लेसतिर है हेर्छु यार सजिलोमा मलाई यहाँ प्रिसियस How come busy? No busy. That time you already did it from here. You already did it from here. Right taste है यार. चल Right taste है. खाओ ना. ये भी अच्छा ही है Thank you so much. So I have got mine here. Cost 60 for single kayak, and for double that'd be 120. The good thing is it's unlimited, so you can kayak until whenever you want. I really recommend you guys to get one shorts, or if you have a backpack, you can put some sleepers, one set of sleepers as well, because when you do kayaking, the water splash everywhere, so there is high chance to make yourself wet. So try to prevent that, because when I did last time, it was my pants were all wet and it's really cold. You might not feel it's cold, but
it's cold. To be honest, there is a cold wind there, which makes the temperature very, very cold. I'll show you some fish there. फाइंडिंग नेमो पकड़ने एक को पकड़ो ना यार बोल के खाएंगे इधर ही बहुत तो धुले यार ना नहीं बनाने का बोल के So we have collected the chocolate here. Now we'll put the stuff here, get ready, then या फिर यहाँ पे रखें? नहीं रुक, मैं रखेगा। तुमको चाहिए तो बोलना, मेरे को देखा उधर। नहीं, तुम वीडियो बना देना वहीं से। हाँ, बड़ा चालाक है बेटा तुम। जुम। टिकट कहाँ तेरा दी हुई? टिकट ली हुई? कार्ड लगिसक्यो नि। तर खोइ त्यो चाहिँ मजा आएन नि त अनलिमिटेड गोल्डेन बुट अनलिमिटेड के चाहिँ? So we are ready here. Kayaking time, guys. On water, अलिकति फोन छ. Then protect yourself. अझ हाफ सर्ट छ भने दामी जुत्ता. अनि हामी यस्तो रेडी अब टक्क लगाएर कायाकिङ हैन? हमारा और 4 जना टिम है आ रहा है. So here we go. We are here now in my kayak. Since I have did this couple of times, I know how to do it. The thing is, I have a camera on my hand. Just sleeping. Just a moment, let me make that angle. यता छ हाम्रो दुईजना Well, everyone is chilling, and I think we'll be out from here in next 30 minutes, and we might have some quick lunch or a little food, snacks, I don't know. Then we're trying to take a bus of around 6. It's 4:30 now, and it's really refreshing. It's really, see, you're literally away from everyone. You're just chilling your vibes alone. It's really good. It's nice here. Woo! Yeah, my friends are there. Okay, this will be the end of our kayaking. भित्र होला दिदी? उई निस्के यता कुनामा त्यो ओके आज हामी मोबाइल हराएको भनेर धन्न भेटेछ ओके लेट्स सी अब चाहिँ हामी कहाँ जान्छौँ थाहा छैन त्यहाँ गएर I don't know, some people are saying to return home, some are saying to go to Hatta Heritage Village. Let's see. I'll say around, it's been 5 already now, so let's see. I'll see you, I'll update you again. ल हामी अब हल्का इमर्जेन्सी भएर भागिरहेको छौँ सबैजना पानी धेरै भयो सबैलाई अब वासरुम गएर हामी हत्ता फेरि पूजा गरेर हामी अलिकति अगाडि जान्छौँ होला त्यसपछि अब थाहा छैन के हुन्छ चक्क लगाएर चाहिँ खाना खाइदिन्छ हामी चाहिँ अब होइन त्यसपछि भिडियो चाहिँ भोट लाग्दैछ हयाक गरेर ए मा हजुर ए है दामी रहेछ नि त्यो त यार वासरुम यहाँ थियो भने त मलाई थाहा छैन दिदी त्यो माथिको क्या दामी बनाएको है खोपेर हेर्नु न
यहाँबाट दामी हुन्छ होला यो हाम्रो चाक ड्राई गर्ने तरिका हजुर माथि नै जानुपर्ने नि अब गाडी लिएर तल जाऊँ अनि त्यसपछि हेरौँ के खाम माथि जाने अँ खाना चाहिँ माथि खाने कि तल खाने तलै जाऊँ न खान हो तल कहाँ छ थाहा छ नि फेरि त्यहाँ छ कि रेस्टुरेन्टहरू दिदी यहीँबाट त तल जाने गाडी पाउँदैन नीचे किधर के खाना चाहिँ इधर खानु चलो चलो फिर ल आज यसै गरी हाम्रो भ्लगको समाप्त यहीँ हुनेवाला छ मेट्रो अब यहाँ चार्ज अलिकति नटिक्ला जस्तो भयो त्यही भएर सो हामी अब वी जस्ट ह्याड अ क्विक स्न्याक्स अब हामी जान्छौँ तल P2मा बसेर हत्ता बस स्टेसन त्यसपछि हामी जान्छौँ दुबई मल ल अब चाहिँ हामी बसमा छौँ र अब हामी घरतिर लाग्दै आजको ब्लग यहीँ समाप्त हुन्छ we're gonna see you in next vlog it was fun तर very tiring बस चाहिँ अलिकति लेट आएको थियो 20 मिनट जति so we are already here now guys are all here heading towards home मन परेमा लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला okay I'll see you guys in next vlog then bye bye